सो सम्पूर्णमा नमस्कार। म लिएर आएकी छु आज नयाँ गाई चाहिँ यहाँ मैले हामी चाहिँ अघि भर्खरै यहाँ के अरे धनतेरसको पूजा गरेको थियौँ। अहिले कति बजेको छ? अहिले बजेको छ 10:30। यो चाहिँ रातिको है, हेर्नु बाहिर अन्धेरो छ। मेरो छोरा देखिन्छ होइन अन्त। अनि साथीहरू आज चाहिँ यस्तो भयो कि 10:30 बजे आज हाम्रो बबिता दिदीको बर्थडे थियो कि बबिता दिदीको। अब चिन्नुहुन्छ होला हजुरले बबिता भुटेललाई दुसन भुटेलको बहिनी बबिता भुटेल उहाँको बर्थडे थियो। अनि हामी उहाँको बर्थडेमा गएर आउँदाखेरि यस्तै ढिलो भयो। अनि आज चाहिँ हाम्रो अचार बनाउनु पर्ने थियो कि यहाँ कति 5 किलो मासु ल्याएर राख्नुभएको थियो मम्मीले। अर्डर चाहिँ आएछ मम्मीलाई। अब हजुरहरूलाई जानकारी गराउँछु कि हाम्रो मम्मी चाहिँ अचार बनाउनुहुन्छ। अचार बनाउँदै बेच्दै मतलब अचारको व्यापारी हुनुहुन्छ उहाँ चाहिँ, बनाउने बेच्ने प्रशिक्षक पनि हो। एकदम तालिम प्राप्त हो नि त। कहाँ सानोतिनो मान्छे हाम्रो मम्मी। ल हेर्नु, यो चाहिँ मम्मीको के अरे प्रमाणपत्र। जब यहाँको मेरो पनि हस्पिटल त म कवितातिरको मान्छे हो, हुनु पऱ्यो नि होइन। अब साहित्यकारको छोरी बस्छु। गाई चल्छ यहाँ यस्तरी। ल मम्मी अचार बनाउन के चाहिँ हुन्छ ल भनिदिनु पऱ्यो हजुरले चाहिँ। मैले सुरुमा चाहिँ हामीले यस्तो गर्नुपर्छ कि साथीहरू ध्यान दिएर सुन्नु है। सुरुमा चाहिँ हामीले के अरे मासु ल्याइसकेपछि त्यसलाई चाहिँ के अरे अमिलो अनि बेसार नुन हालेर मस्त मोलेर राख्ने। कति 2-2.5 घन्टा जति राख्ने। 2-2.5 घन्टा जति राख्ने होइन। अनि त्यसपछि त्यो पानी तर्काउने, पानी चाहिँ पुरै तर्किन पर्छ। पुरै पानी तर्किएपछि अनि त्यसपछि त्यो यसरी यो फ्राई गर्ने के तेल हालेर हुन्छ नि, फ्राई गर्ने। अनि त्यसपछि के भएन। अनि फ्राई गरेपछि सट्ट लसुन अदुवा पनि यसरी फ्राई गर्ने। अहिले यहाँ गर्दै हुनुहुन्छ यो चाहिँ पेस्ट हो, त्यो चाहिँ पेस्ट। अनि त्यसपछि तेल हाल्ने। अनि त्यसपछि पेस्ट हालेपछि त्यो फ्राई गरेको लसुन र अदुवा हुन्छ नि त्यो यसरी हाल्ने र मसलाहरू हाल्ने। यता मसलाहरू होइन यहाँ मम्मीले हाल्नु चाहिँ त्यो 12 थरी मसलाहरूलाई अनि मिक्स गरेर राखेको है मैले। त्यो 4 किलो मासुलाई 4 किलो 5 किलो सोचिरहेको थिएँ। 5 हो क्या हो? कति किलो बिहान 5 होइन? 5 हो। यो चाहिँ खुर्सानी। अब खुर्सानी चाहिँ स्वाद अनुसार हुन्छ। यहाँ चाहिँ हाम्रो ग्राहकहरूले चाहिँ पिरो भन्नुभयो, त्यसैले हाम्रो मम्मीले धेरै पिरो हाल्न लाग्छ। अचार त टक्क पिरो मिठो हुन्छ कि। यस्तो पिरो र अमिलो बिनाको अचार के काम होइन त। सो यो चाहिँ खानालाई एकदम मिठो हुन्छ। ओ माई गड, दाल मात्रै हुँदाखेरि नि साइडमा लिएर खाएपछि खानाको स्वादै बढ्छ कि। नाम होइन, खाना मन लाग्ने खाना हुन्छ कि यो साइडमा लिएपछि। यो चाहिँ मसला तयार भयो। मेरो चाहिँ मुखमा पानी आइसक्यो कि मसला देख्दै। अब त्यो साले मुख समेर वाउ, कति राम्रो देखियो क्या। अब चाहिँ हामी यस्तै छौँ भने। अब हामी यस्तै बिजी छौँ। त्यहाँको क्यालेन्डर, कार्तिक महिनाको क्यालेन्डर आज होइन, आजदेखि चाहिँ कार्तिक सुरु भएको। आज कार्तिकको 1 गते बबिता भुटेलको बर्थडे हो मेरो। अब अहिले चाहिँ म मेरो कोठामा आएन, मम्मीको कोठामा आएँ। यहाँ चाहिँ मेरो भाइ सुतिरहेको। यति छिटो सुत्छन् है, के भन्नु। हामी पो ढिलो सुत्नु, काम हुन्छ। हजुर मलाई बोलाउनु भयो क्या मम्मीले। अब अरू के हो मसला भयो। अहिले के हाल्नु भयो? यो 12 आइटम मसलाहरू मिक्स गरिसकेपछि मैले चाहिँ यो लङ सुकमेल लास्टमा हाल्छु कि। लङ सुकमेल अनि टिउर है। यो लङ सुकमेल हो। टिउरको छोप हालिसकेँ। टिउरको छोप बनाए चाहिँ टिउरको धुलो। अनि यो चाहिँ के हो भने यो भुटेर राखेको तिलो। यो फेरि यसलाई हामीले यो है राखे पनि हुन्छ नराखे पनि हुन्छ है। यसलाई राख्नै पर्छ भन्ने जरुरी चाहिँ छैन।
यसले चाहिँ त्यो अलिक टक्क टोक्दाखेरि नि यो ट्याक्कै टोक। अनि मम्मीले यसरी अचार बनाइराख्दा तिमीले कतिको जान्यौ गरौ? मैले त पुरै अचार बनाइदिन्छु कि यसरी हेरिराख्दाखेरि कि मात्रा मिलाउन जाने पुरै अनुभव भइसक्यो कि मलाई ठ्याक्कै कति किलो अचारमा कति हाल्ने भन्ने सब थाहा भइसक्यो। अब चाहिँ यो मसला यस्तो दाम देखियो नि, अब यहाँ चाहिँ यो हामीले फ्राई गरेर रातो भएको मासुलाई मिसाउने अनि मस्त चलाउने है यसरी। ग्यास त बन्द गर्ने हो मसला पाकिसकेपछि। मसला पाकिसकेपछि हामीले चाहिँ ग्यास बन्द हुन्छ किनकि मासुलाई अब त पकाउनु पर्दैन नि त, यो दरो फ्राई भइसक्यो। अब यो क्यामेराको लागि गाली भइसक्यो। अब हजुरहरूले त बास्न थाहा पाउनु होला, मैले चाहिँ बास्न थाहा पाएको छु है। यो त बास्नले चाहिँ पेट भरियो, कति मिठो बास्न। ओइ बास्न त पुरै मैले लिगमला नि। यहाँ लाइट बालेर हुन्थ्यो नि। वाउ, अचार भनेको यस्तो हुनुपर्छ। लागेन त हेर्दै खाउँ यस्तो सबैको जिब्रोमा पानी आएर हो कि नै? झुट्टो नबोलिकन कमेन्ट गर्ने है फेरि। आजलाई अचारको भिडियो यति नै। हाम्रो अचारवाली रेखा ऋषि लम्साल। अब हजुरहरूलाई पनि अचार चाहिन्छ भने अर्डर गर्नु होला 98 के अरे 35 30 142 मा 98 यो नम्बरमा चाहिँ मम्मीलाई फोन गर्नु। मम्मीले चाहिँ यो अचार बनाइदिन्छ पुरै देशभरि। कति धेरैचोटि त विदेशमै गयो होला कि अचार त। एकजना मान्छेले 5 चोटिसम्म त अर्डर गरेकै छन् के एकचोटि लगाएपछि। अब चाहिँ अब अरू के गर्ने हो? अब अचार चाख्ने एउटा बेस। वाउ, अचार चाख्न पाइन्छ कि यसरी रातिसँग बसेपछि। हाम्रो बहिनीलाई हेर्नुहुन्छ, हाम्रो बहिनी कस्तो छ? सेभ माई सिस्टर के गर्दैछ? रोब्लक्स चाहिँ रोब्लेक्स भन्ने गेम। यसमा के हुन्छ बेस? यसमा सबै गेम हुन्छ। केही पनि जान्दैनन् कि बच्चाहरूले। हुन त जान्न पनि हुन्न, भन्नाले पढाइको कुरा जान्नुपर्छ। अब मलाई चाहिँ अचार आयो कि यस्तो धेरै खै टन टडन टडन टडन। सो यो चाहिँ मेरो अचार भयो। म खिच्दिन्छु। खा नगरी खा त। यम्मी, एकदम पर्फेक्ट स्वाद छ। मलाई सब कुरा पर्फेक्ट छ कि यस्तो दाम। केहीमा कमी छैन। मलाई पनि खुवाइदेऊ न एक पिस। एकदम मिठो भयो कि यस्तो मिठो अचार त हाम्रो मम्मीले मात्र बनाउनुहुन्छ क्या। साथीहरू अब यो बनाएर राख्नुपर्छ। अब खानु हुन्न कि के हो र? अचार पाकिसक्यो। बुझ्नुभयो नि हाँडी खौटेकै भन्छ। मैले एक पिस मात्र चाख्न ल्याएको तर यहाँ मेरो चाहिँ के भएन। अब यहाँ मसला छ, पिस पनि देखेछ होला अलि। अचारको स्वाद बढ्यो, मेरो मुस्कान बढ्यो। दिए दुईवटा पिस हामीले पनि खायौँ। शिक्षा बेब्सले 2टा खानुभयो हो कि होइन बेब्स? हो क्या? होइन भन्नै मिल्दैन। सो अहिले चाहिँ हामीले ल 10 मिनटमा अचार घोलियो। ल हेर्नु यहाँ चाहिँ फोटो कसको भन्नु होला। यहाँ चाहिँ हाम्रो यस्तो भित्ता सजिया क्या। यहीँ हाम्रो अचार तयार भयो। हाम्रो अचारवाली पनि तयार हुनुहुन्छ भन्नाले अचार अब भोलि प्याक गर्ने हो। बट्टाहरू पनि सकेको। बट्टाहरू चाहिँ एकदम अरू स्टक नराखे नि बट्टाको चाहिँ स्टक हुन्छ कि पछि किन्न झ्याउँछ। दुईचोटि प्याकेट किन्नुपर्छ कि बट्टाको। यो चाहिँ आधी किलोको बट्टा हो। अनि यो चाहिँ 1 किलोको बट्टा हो भन्नाले यसमा 1 किलो जान्छ। अनि अब हजुरहरूलाई अर्डर गर्नुभन्दा अगाडि यसो होला नि के अरे के भन्छ त्यसलाई, जिज्ञासा होला कि यसको मूल्य कति हो भन्ने। 98 के अरे 98 जहिले पनि नम्बर नेपालमा भन्दाखेरि मैले बिर्सिन्छु कि 9863530142 मा मलाई सम्पर्क गरेर अचारको लागि छिटोभन्दा छिटो अर्डर गर्नु होला है त। अब साथीहरू यस्तो एकदम मिठो हुन्छ कि अचार चाख्नुपर्छ एकचोटि। तिहारको मौकामा अब यस्तो पाहुनाहरू पनि आउनुहुन्छ। आफ्नो भाइलाई गिफ्टै दिने नि। ल भाइ तिहारको गिफ्ट मासुको अचार। आहा भाइ त कति खुसी हुनुहुन्छ होला है।
ए तिहारको अफर चाहिँ के छ भने के छ हजुर 5 केजी अचार अर्डर गर्दा 5 केजी अचार अर्डर गर्दा आधी केजी अचार फ्री ओ माई गड दसैँभन्दा पनि ठुलो अफर भन्नाले एकजना मान्छेले हजुरले एकजनाले मात्रै 5 केजी अचार एकैचोटि अर्डर गर्नुभयो भने हजुरले चाहिँ आधी केजी अचार फ्री साथीसँग मिलेर दिन चाहन्छु यो साथीहरूसँग यताउति गाउँतिर यताउति अलिअलि बैलाएर खुसाएर हुन्छ कि के गरेर हुन्छ हजुरहरूले पनि यस्तो साथीहरू यस्तो किनौँ न अचार ह्यासिसको अचार यस्तो मिठो हुन्छ किनौँ न भनेर 5 किलो जति एकजनाले अर्डर गर्नुभयो भने त हेर्नु त एकबाट आधी किलोको अचार फ्री आमा यस्तो भाग्यको कुरा के हुन्छ भन्नु त भन्नाले यस्तो अफरको कुरा हजुर गर्नुपर्छ अलिअलि अफर हो अफर यस्तो अफर चाडबाडमा मात्र आउँछ कि त्यही भएर झ्यापझुप चाडबाडको फाइदा उठाउने क्या त्यही भएर सो अब चाहिँ धेरै रात भइसकेको छ अब हामीलाई पनि सुत्नुपर्छ भोलि स्कुलै विद्यार्थी स्कुल जानुपर्छ भोलि हेर्नु न यहाँ त लेखेर हिँड्छ तर भोलि काग तिहार हो कि भोलि काग तिहार हो तर हाम्रो स्कुलबाट बिदा छैन कि काग तिहारको दिन त बिदा दिनुपर्छ नि है के गर्ने अब हामी विद्यार्थी सुन्नु होइन मेरो बहिनी पनि यस्तै छ यस्तै छिन् अब जे भने नि छिन् ए वाट इज ऊ देख्नु भयो नि हजुरहरू सबुत हुनुहुन्छ है म्याडमजीले चाख्ने दिनु भएन भन्नुभयो हजुरहरू सबुत हुनुहुन्छ नि सबुत म त केही पनि बोल्दिनँ अब मान्छेहरू एकदम स्वार्थी हुन थाले कि झुटा आरोप लगाउन थाले कि मलाई हेर त के गर्नु यस्तै छ जिन्दगी जस्तो गाई त म चाहिँ यहाँ छु देख्न कि बत्ती बाले अनि त मोबाइलमा रात पर्या थोक्टाली चक्कीले देखाउनुपर्छ अहिले राति चाहिँ भूत आउने बेला भयो क्या बाहिर भूत हुन्छ होला अहिले चाहिँ मम्मीले बत्ती अफ गर्दै हुनुहुन्छ मम्मी यसो चिया खाऊँ न रातिमा चिया खाएको म चाहिँ छिटो हुन्छ तर मम्मीले निन्द्रा लाग्दैन भन्नु अफसोस के भएन नो प्रब्लम ल अब चाहिँ धेरै नै राति भइसकेको छ अब म चाहिँ मेरो भ्लगबाट इन्ड हुन्छु मिनी भ्लग भन्ने चाहिँ धेरै ठुलो नै भ्लग भयो सो बाई लाइक सेयर सब्सक्राइब है धेरै धेरै माया गरिदिनु होला